सर्वप्रथम परमप्रभु परमेश्वरलाई धन्यवाद भएको होस्। अनि यसु ख्रीष्टको नाउँमा मेरा प्रिय दिदीबहिनी हैन, मेरा प्रिय साथीहरूलाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। म चाहिँ यहाँ है मैले तपाईहरूलाई फिलेमेनको वचन चाहिँ म तपाईहरूलाई भिडियोबाट सेयर गर्छु भनेर जुन वचनहरू चाहिँ हामीले पढेको थियो, जहाँ कि हैन पावलले चाहिँ फिलेमोनलाई लेखेको पत्र छ, तर पनि त्यहाँ लेखेको छ ओनेसिमसको निम्ति पावलको बिन्ती छ। अनि बुझ्नलाई चाहिँ हामीलाई है गाह्रो भइरहेको थियो। आज चाहिँ म तपाईहरूलाई है यो भिडियोद्वारा चाहिँ मैले बुझेको वचनअनुसार चाहिँ थोरै स्पष्ट पार्न चाहन्छु। तपाईहरूले राम्रोसँग बुझिदिनु होला है। अझ पनि तपाईहरू आफै पनि दोहोऱ्याएर चाहिँ मैले बोलेको केही वचनहरू भन्दा पनि अझ बाइबलभित्र हेऱ्यो भने तपाईहरूले बोलेको सँगसँगै त्यो बुझ्न सक्नुहुन्छ है त। है यहाँ चाहिँ भनिएको छ यो फिलेमोनलाई चाहिँ यो पावलको पत्र विशेष गरेर यसको निष्कर्ष के हो भने चाहिँ क्षमा लेनदेनको कुराहरूको बारेमा रहेछ। यो वचन चाहिँ क्षमा दिनुपर्नेको कुरा, दया देखाउनु पर्नेको कुरा है। यो वचनले चाहिँ त्यही भन्दो रहेछ। विशेष गरेर साँच्चै नै सकभर है यो वचन चाहिँ यहाँ भनेको छ, कैदी भएकै समयमा चाहिँ पावलले यो पत्र चाहिँ इस्वी सम्बत कति 60-61 चाहिँ हैन रोमबाट लेखी पठाए। अनि यो पत्र कलसीहरूलाई लेखेको पत्र सँगसँगै पठाइएको थियो। फिलोमोन चाहिँ कलस्य भन्ने सहरका एकजना बासिन्दा थिए, अनि जसको घरमा घरेलु सङ्गति अथवा घरको मण्डली भेला हुन्थे। अनि ओनेसिमस नाउँ भएको तिनको कमारो कुनै चिज चोरेर भागेको थियो। त्यसपछि हैन ओनेसिमस रोममा पुग्यो, जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रीष्टमा विश्वास गर्यो। एउटा पावलले चाहिँ फिलोमोनलाई चाहिँ किन यो पत्र लेखेको छ भने चाहिँ हैन ओनेसिमस चाहिँ एउटा फिलोमोनको घरमा काम गर्ने एउटा कमारो रहेछ। किनभने रोम साम्राज्यमा चाहिँ त्यतिखेर कमाराहरू चाहिँ हैन धनी मानिसहरूले चाहिँ रोम चाहिँ धनी तर कमारोहरू चाहिँ किनेर हैन एउटा दासत्वको जस्तो काम लगाउने रहेछ त्यतिखेर। अनि फिलोमोन चाहिँ एक धनाढ्य व्यक्ति पनि हुनुहुन्छ भनेर चाहिँ त्यो बुझिन्छ। अनि त्यतिखेर चाहिँ फिलोमोनको नाम चाहिँ यो अगाडि धेरै ठाउँमा चाहिँ आएको छ। हामीले अगाडि नै पढिसकेका थियौँ है, हामी उतै म विदेश हुँदै। अनि फिलोमोन चाहिँ एक धनाढ्य व्यक्ति पनि, अनि उहाँले चाहिँ हैन ओनेसिमसलाई चाहिँ कमारोको रूपमा चाहिँ घरमा राख्नु भएको रहेछ। अनि एउटा फिलोमोन चाहिँ कलसी मण्डलीको चाहिँ एउटा सेवक रहेछ है, परमेश्वरको दास सेवकाई गर्ने। अनि आफ्नै घरको मण्डली उहाँ चाहिँ कहाँको सेवक रहेछ त फिलोमोन? कलसी मण्डलीको। अनि त्यतिखेरको समयमा चाहिँ ओनेसिमस चाहिँ विश्वासमा आएको रहेनछ। अनि यहाँ वचनमा भनेको छ नि हैन बाइबल विज्ञहरूले चाहिँ भनेको कुराहरू मैले जुन वचनमा सुने, अनि त्यहाँ चाहिँ हैन ओनेसिमसले चाहिँ फिलोमोनको घरबाट चाहिँ केही चोरेर भागेको कुराहरू, अनि भाग्दा चाहिँ जसरी पावल चाहिँ जेलमा हुनुहुन्थ्यो, जेलमा हुँदाखेरि चाहिँ ओनेसिमस चाहिँ भागेर रोममा पुगेको कुरा, अनि पावलसँग भेट भएको कुराहरू। अनि त्यतिखेरै पावलले चाहिँ हैन पावल त सुसमाचार सुनाउने परमेश्वरको प्रेरित हो नि त, प्रेरित दास। अनि उहाँले चाहिँ ओनेसिमसलाई चाहिँ प्रभुमा डोर्याएको कुराहरू, विश्वासमा आएको ख्रीष्टमा हैन विश्वासमा आएको कुराहरू जुन चाहिँ यो वचनबाट मैले बुझेको है तपाईहरूलाई सेयर गरेँ। जुन चाहिँ यो वचन चाहिँ एक पद तर बुझ्नलाई चाहिँ एकदमै हामीलाई चाहिँ गाह्रो भएको थियो है। अनि साँच्चै नै त्यही भनेको छ। अनि ओनेसिमसलाई चाहिँ आफ्नो मालिक फिलोमोन कहाँ पठाइदिनुपर्छ भन्ने कुरा पावललाई चाहिँ महसुस भयो। पावलको समयमा दासत्वको चलन पुरा रोम साम्राज्यभरि चाहिँ लागु थियो है। मैले अघि नै भने रोम साम्राज्यभरि चाहिँ त्यतिखेर दासको रूपमा हैन जो गरिब छ, अनि त्यहाँ चाहिँ धेरै धनाढ्य व्यक्तिहरूले चाहिँ कमारा राख्ने चलन। अनि त्यति बेला रोमी कानुनी अनुसार चाहिँ कमाराहरू आफ्ना मालिकको सम्पत्ति जस्तै गनिन्थे अरे। तर
ओनेसिमसलाई फर्काउनमा एउटा ठुलो समस्या थियो, किनभने भागेका कमराहरूलाई कानुनअनुसार कडा दण्ड दिनुपर्ने चलन थियो भनेको छ। अनि कोही त्यस्ता कमराहरू मारिने गर्थे हैन त्यतिखेरको पालामा। त्यसकारण पावलले ओनेसिमसप्रति दया र क्षमा होस् भनेर अनुरोध गर्नलाई फिलोमनलाई यो पत्र लेखे है। मैले अघि नै भने यो फिलोमनको पत्र चाहिँ फिलोमनलाई चाहिँ पावलले लेखेको जुन पत्र छ यसको मूल निष्कर्ष नै क्षमा र दया देखाउनु भन्ने, क्षमाले लेनदेन दिनुपर्ने कुरा है। किनभने ओनेसिमस चाहिँ फिलोमनको घरबाट चाहिँ अब बाइबल विज्ञहरूले भने अनुसारको रहेछ यो चाहिँ केही चोरेर भागेका कुराहरू। अनि एकातिर ओनेसिमसले अवश्य पश्चाताप गरेर चोरेको चिज फिर्ता गर्नु पर्यो, अर्कोतिर फिलोमनले ओनेसिमसलाई हृदयले नै क्षमा गर्नु आवश्यक थियो, किनभने तिनीहरू ख्रिस्टियन दाजुभाइ भएका थिए। रोमी चलन र कानुन अनुसार एकजना दास र अर्को मालिक भए तापनि तिनीहरू ख्रिस्टमा समान थिए। आज चाहे धनी होस् चाहे गरिब होस् है, हामी चाहिँ एउटै सन्तान, किनभने ख्रिस्टका एउटै सन्तान। हामी विभिन्न जात जातिका छौँ तर परमेश्वरको रगत र हैन रगतले हामीलाई मोल तिरेर किनेका हामी चाहिँ एउटै आत्मिकी दाजुभाइ दिदीबहिनी छौँ। तर हामी साथीभाइमा पनि कोही धनी होला कोही गरिब होला हैन, तर हामी ख्रिस्टका एउटै सन्तान हो। त्यही भएर ऊ धनी ऊ गरिब ऊ चाहिँ बढी विश्वासशील आत्मिकी म चाहिँ कम आत्मिकी है, त्यो कुराहरू अनि जात जाति अनि मण्डलीभित्र चाहिँ विश्वास ख्रिस्टको विश्वासभित्र चाहिँ राजनीति हुनु नहुने कुराहरू, राजनीति गर्नु नहुने कुराहरू चाहिँ मैले यो वचनबाट बुझेँ है। त्यही भनिएको कुराहरू छ जो चाहिँ मैले बाइबल अध्ययन सिकाउने एकजना व्यक्तिकोबाट नै मैले बुझेको। रोमी चलन र कानुन अनुसार एकजना दास र अर्को मालिक भए तापनि तिनीहरू चाहिँ ख्रिस्टमा समान थिए हैन। अर्को चाहिँ दास भनेको कमार हो, अनि अर्को मालिक भए पनि ख्रिस्टमा चाहिँ के त समान। अनि दासत्व अवश्य एउटा दुष्ट र खराब चलन हो नि। दासत्व भनेको जसरी हामी मिश्र देशमा चाहिँ इजरायलीहरूलाई चाहिँ हैन मिश्रीहरूले चाहिँ हाम्रो इजरायली जातिहरूलाई चाहिँ यति दासत्व बनाइरहेको थियो, काम गर्दा हैन कुट्ने। त्यहाँ हामीले अगाडि वचन पढिसकेको थियो पुरानो करारतिर, तपाईहरू पढ्नु सक्नुहुन्छ हैन। एकदमै काम गर्दा पनि एकदमै हैन दुःख दिने कष्ट दिने हैन, त्यो कुरा चाहिँ मूसाले चाहिँ सहनु नसकेको कुराहरू पनि त्यहाँ पाइन्छ। अनि त्यो चाहिँ के हो त यहाँ भनेको छ दासत्व चाहिँ अवश्य एउटा दुष्ट र खराब चलन हो भनेको छ है। अहिले पनि गाउँघरमा या सहर बजारमा कुनै धनीमनी मानिसहरूले त्यस्तै मान्छे किनेर राख्छ। अब एउटा कमारोलाई गर्नुपर्ने व्यवहार चाहिँ उनीहरूले फरक नै गरेको हुन्छ कि हैन। अब कमारो पनि काम त उसले कमारो जस्तै गर्छ, तर पनि व्यवहार गर्दा चाहिँ यहाँ फिलेमोनलाई चाहिँ पावलले भनेको छ ओनेसिमसको निम्ति पावलको बिन्ती भन्ने तल पढ्दै गयो भने के भनेको छ त, ओनेसिमसले फिलेमोनको घरमा चाहिँ हैन दासत्वकै कमारकै रूपमा काम चाहिँ गर्छ, तर व्यवहार गर्दा चाहिँ आफ्नै भाइको सम्मान गर्नुपर्ने, आफू जस्तै हैन प्रेम गरेर अझ बढी ख्रिस्टमा चाहिँ हैन विश्वासमा त एउटै हुनुहुन्छ नि ख्रिस्टका हैन विश्वासमा। त्यही भएर समानको रूपमा काम त उसले कमारको रूपमै गर्छ फिलोमोनको घरमा ओनेसिमसले, तर व्यवहार गर्दा चाहिँ हैन परमेश्वरको छोरा हैनलाई दुवै ठुलो सानो नभइकन हैन ओनेसिमसलाई चाहिँ आफ्नै भाइ र ख्रिस्टमा चाहिँ हैन समानको रूपमा हेर्नुपर्ने कुराहरू बताउँदछ। यस्तो दुष्ट चलनमाथि कसरी विजय गर्नुपर्ने हो भन्ने पावलको एउटा तरिका यस पत्रमा हामी देख्छौँ हैन। अर्थात् मालिक र दास दुवैले एक अर्कालाई प्रेम गर्नु, क्षमा दिनु र आदर गर्नु। मैले भनिहालेँ हैन, कमारा या मालिक होस् हैन, तर परमेश्वरले चुनिएका जातिहरूमा चाहिँ समानताको व्यवहारमा हेर्नुपर्ने। ऊ कमाराको रूपमा त काम गर्छ, म धनी भएँ मैले कुनै कमारा राखेँ, अब उसलाई कमाराको रूपमा उसले काम त सबै गर्छ,
तर उसलाई व्यवहार गर्दा चाहिँ कमारको रूपमा मैले हेर्नु भएन होइन। अब उसलाई खानपान मैले जस्तो थालमा खान्छु उसलाई पनि त्यही थालमा दिनु पऱ्यो। मेरो छोराछोरीलाई मैले जस्तो व्यवहार गर्छु उसलाई पनि त्यस्तै व्यवहार गर्नु पऱ्यो असल होइन। ख्रिस्टमा त्यही गर्नुपर्ने कुराहरू बताउँछ। पावलले ओनेसिमसलाई आफूसँग राख्न सक्ने थिए। पावलले अरू कमाराहरूलाई भाग्नका निम्ति सल्लाह र साहस दिन सक्ने थिए। तिनी रोमी कानुन भङ्ग गरेर त्यसको विरुद्धमा खुल्लम कराउन पनि सक्ने थिए, तर तिनको तरिका त्यस्तो थिएन। तिनको तरिका चाहिँ प्रेमको कानुन मान्नु नै थियो। सबैभन्दा ठुलो कानुन मानिसको होइन तर परमेश्वरको हो, अर्थात् ख्रिस्टका आज्ञाहरू, विशेष गरी प्रेमको आज्ञा। संसारमा भएका सबै कानुनहरूभन्दा प्रेम बलियो छ। ख्रिस्टको प्रेममा मालिक र कमारो एक समान बन्दछन्। संसारमा भएका सबै कानुनहरूभन्दा प्रेम बलियो छ। ख्रिस्टको प्रेममा मालिक र कमारो एक समान बन्दछन्। यो चाहिँ गलाती 3:28 पाउँदछ है। साँच्चै नै परमप्रभु परमेश्वरलाई धेरै धन्यवाद भएको होस् है। आज मैले तपाईँहरूलाई जति वचनहरू बुझाउन चाहे है, म पनि जान्दिनँ, तपाईँहरू जस्तै म पनि दुर्बल कमजोर छु। तर पनि मैले चाहिँ मेरो नयाँ दिदीबहिनीहरूलाई यो वचनबाट चाहिँ केही सिकाउनुपर्छ अनि उहाँहरूले चाहिँ बुझ्न सकोस्, केही भन्नुपर्छ। मैले जानेको कुरा चाहिँ मैले सेयर गर्नुपर्छ ताकि उहाँहरूलाई अझ बढी जान्न सकुन् भनेर है। मैले पनि अब मैले तपाईँहरूलाई बुझाउन खोज्छु, तर म आफैले नै जानेको छैन भने, म आफै वचन पढ्दैन भने, म आफै वचनको खोजी गर्दैन भने मैले कसरी भन्न सक्छु होइन। र पनि मैले होइन जुन वचनहरू खोजी खास गरेको थियो अनि तपाईँहरूलाई सुनाउनको लागि। अनि यहाँ चाहिँ होइन पावल चाहिँ एउटा प्रेरित परमेश्वरले बोलाएको छोरा होइन। अनि फिलोमनलाई चाहिँ एउटा यो वचनले के भन्दछ भने चाहिँ होइन एउटा हुकुम पनि दिनु सक्थ्यो अरे के, प्रेरित हो नि त उहाँ त। ओनेसिमसलाई चाहिँ होइन तिमीले चाहिँ आफ्नो घरमा फेरि पनि राख्नै पर्छ, तिमीले क्षमा दिनै पर्छ भनेर हुकुम गर्नु सक्थ्यो अरे। दिनै पर्छ भनेको चाहिँ हुकुम गर्नु, तर पनि त्यहाँ त्यस्तो पावलले चाहिँ होइन हुकुम गरेको चाहिँ पाइँदैन। एकदम नम्र निवेदनमा चाहिँ रिक्वेस्ट गरेको कुराहरू पाउँदछ है। साँच्चै नै हामी पनि आज हामी जतिसुकै अब हुन्छ नि होइन, हामीमा वचन बोल्न सक्ने, गाउन अनि एउटा परमेश्वरको सेवकाई गर्नलाई बोलाउने दासहरूमा होइन छुट्टै अलग्गै परमेश्वरको अगुवाईहरू उहाँहरूसँग हुन्छ होइन, आत्मिकी वरदानहरू हुन्छ। तर पनि उहाँहरूले चाहिँ सानो भर्खरको नयाँ विश्वासीहरूलाई गर्नुपर्ने व्यवहारहरू हुकुम गर्ने हो कि नम्र निवेदनका साथ उनीहरूलाई रिक्वेस्ट गर्ने हो कि होइन। यहाँ चाहिँ पावलले चाहिँ फिलोमनलाई चाहिँ नम्र निवेदनका साथ चाहिँ ओनेसिमसको बारेमा चाहिँ होइन निवेदन पेश गरेको होइन जुन वचनहरू चाहिँ लेखिएको छ। हुन्छ, म 1 नम्बरमा भन्न चाहन्छु, ख्रिस्ट येशूको कैदी पावललाई हाम्रा भाइ हाम्री बहिनी अफिया र हाम्रा सङ्गी सिपाही तिमोथीबाट हाम्रा प्रिय सहकर्मी फिलोमन अनि अर्खिपस र तिम्रो घरका मण्डलीलाई। यहाँ चाहिँ फिलोमनलाई पनि अभिवादन गरेको छ। पावलले अभिवादन गरेको होइन, ख्रिस्ट येशूको कैदी पावल होइन ले चाहिँ आफ्नो बारेमा चाहिँ अभिवादन जुन होइन ख्रिस्ट येशूको कैदी पावल भनेको छ। अनि हाम्री बहिनी अफियाबाट अनि सङ्गी सिपाही तिमोथीबाट अनि हाम्रा प्रिय सहकर्मी फिलोमन। अनि फिलोमन आफ्नै नाम पनि यहाँ जोडिएको छ कि जुन चाहिँ, तर यो पत्र चाहिँ फिलोमनलाई नै लेखिएको छ। तर पावलको अभिवादन पठाउँदा चाहिँ यो चाहिँ अब यहाँ चाहिँ होइन बहिनी अफिया अनि सङ्गी तिमोथीबाट अनि हाम्रा प्रिय सहकर्मी फिलोमनले पनि अभिवादन पठाएको कुराहरू अनि अर्खिपस र तिम्रो घरका मण्डलीलाई भनेको चाहिँ अनि स्वयं फिलोमनलाई पनि जोडेको कुराहरू। अनि तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रिस्टबाट शान्ति भनेको छ है। अनि धन्यवाद ज्ञापन र प्रार्थना, मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु। यहाँ चाहिँ पावल प्रेरित जो चाहिँ परमेश्वरले बोलाउनु भएको है। यहाँ चाहिँ एकदमै नम्र निवेदनका साथ चाहिँ होइन परमेश्वरलाई
जुन फिलेमोनको विश्वास अनि उहाँको सेवकाईको बारेमा जुन चाहिँ होइन पावलले चाहिँ नम्रता साथ चाहिँ फिलेमोनलाई पत्र लेखेको छ अनि धन्यवाद र प्रार्थनाको साथ है। अनि किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु, म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। त्यही छ होला होइन, दालमा हो कि अनि ओनेसिमसको निम्ति पावलको बिन्ती हुने छैन। तिमीले के गर्नुपर्ने हो सो गर्न तिमीले के गर्नुपर्ने हो सो गर्न आज्ञा दिनलाई ख्रीष्टमा मलाई साहस भए तापनि प्रेमको खातिर म तिमीलाई चाहिँ बरु अनुरोध गर्न चाहन्छु। अनि चाहिँ हुन्छ, म सबै वचन पढिरहेन, म तपाईँहरूलाई मुख्य पदहरू चाहिँ भन्न चाहन्छु। 11 पदमा भनेको छ, तिनी अगाडि तिम्रो निम्ति चाहिँ बेकाममा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। ओनेसिमस चाहिँ पहिला चाहिँ विश्वासमा थिएन, फिलेमोनको घरमा कमारको रूपमा दासको रूपमा काम गरेको थियो। अनि त्यतिखेर चाहिँ ओनेसिमस चाहिँ होइन स्वर्गको मालिकको लागि पनि काम नलाग्ने र संसारको मालिकको लागि पनि काम नलाग्ने व्यक्ति रहेछ ओनेसिमस चाहिँ। यहाँ त्यही भन्दछ 11 नम्बरमा, तिनी चाहिँ अगाडि तिम्रो निम्ति बेकाममा थिए। तिनी अगाडि भनेको चाहिँ ओनेसिमस, अनि तिम्रो निम्ति बेकाममा, तिम्रो भनेको चाहिँ फिलोमोनलाई भनेको छ पावलले। तिनी ओनेसिमस चाहिँ अगाडि फिलोमोनको निम्ति चाहिँ बेकाममा थिए। मैले चाहिँ यसरी पढेँ, तपाईँहरू बुझ्नु है 11 को। तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। जब होइन पावलले चाहिँ रोममा चाहिँ ओनेसिमस भागेर गएका थिए फिलोमोनबाट, अनि पावलले चाहिँ ओनेसिमसमा विश्वासमा ल्याएको छ होइन, ख्रीष्टमा ल्याएका छन्। अनि पावलले चाहिँ ओनेसिमसलाई धेरै परमेश्वरको होइन साँच्चै नै सुसमाचारद्वारा अगाडि बढ्नुलाई सहायता गर्नुभएको कुराहरू खानु अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन् भनेको छ नि त, ख्रीष्टमा ल्याउनु भएपछि होइन। म तिमीलाई जो मेरो आफ्नै हृदयको टुक्रा हो तिमी कहाँ फर्काइ पठाउँदैछु भनेको चाहिँ म तिमीलाई चाहिँ जो मेरो आफ्नै हृदयको टुक्रा, म होइन ओनेसिमसलाई चाहिँ जो मेरो आफ्नै हृदयको टुक्रा हो फिलोमोन कहाँ चाहिँ फर्काइ पठाउँदैछु भन्ने हो, तिमी कहाँ। अनि तिनलाई मसँगै राख्न म खुसी हुने थिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्दथे। किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा चाहिँ होइन तिम्रो सट्टामा, फिलोमोनको सट्टामा चाहिँ होइन जुन सुसमाचारको निम्ति चाहिँ मेरो बन्दी अवस्था, पावल बन्दी होइन झ्यालखानामा छ, र जुन बन्दी अवस्थामा चाहिँ ओनेसिमसले चाहिँ होइन पावलको चाहिँ सेवा गर्न सक्दथे। तिम्रो सट्टामा भनेको चाहिँ फिलोमोनको सट्टामा चाहिँ होइन म आफ्नै पावलको सेवा गर्न चाहिँ सक्दथे ओनेसिमसले भनेको छ। तर तिम्रो अनुमति बिना म केही गर्न चाहन्न भनेको छ। यो चाहिँ पावलले फिलोमोनलाई भनिरहेको छ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वेच्छाले गरिएको होस् भनेको छ। सायद तिमीबाट केही समयको निम्ति तिनी अलग्ग भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकुन्। न केही समय ओनेसिमसले चाहिँ अब मालिकको घरमा बस्दा गल्ती गरे होला, भुल गरे होला, अनि केही समयको लागि चाहिँ अब डर हुन्छ होइन, त्रास हुन्छ नि त। अब आफूले गल्ती गरे होला केही कुराहरू, मालिकको अगाडि कमारको रूपमा काम गर्दा त अब हामी पनि अरू कसैको काम गर्दाखेरि हामीलाई डर हुन्छ नि त, उनीहरूले भने जस्तो हामीले गर्न सक्नुपर्छ होइन। अनि आज चाहिँ अझ केही गल्ती गऱ्यो भने हामी भाग्न सक्छौँ होइन, डराएर उनीहरू मालिकबाट टाढा हुन सक्छौँ। यहाँ चाहिँ त्यही भनेको छ, सायद तिमीबाट चाहिँ केही समयको निम्ति तिनी अलग्ग भएका थिए होइन। ओनेसिमस चाहिँ केही समयको निम्ति चाहिँ फिलोमोनबाट चाहिँ टाढा भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकुन् है।
केही समयको लागि टाढा भएको थिएँ, उसले केही गल्ती गरेको थियो, तर अब चाहिँ म तिमीसँग चाहिँ फर्काउँदैछु फिलोमोन कहाँ ओनेसिमसलाई। अब उसो कमाराको जस्तो होइन, तर कमाराभन्दा बढी प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति, तर झन बढी शरीरमा र प्रभुमा समेत तिम्रो निम्ति भनेको छ होइन। प्रभुमा समेत भनेको चाहिँ यहाँ के भनेको छ त, अब उसो चाहिँ कमारा जस्तो होइन भनेको छ, कमाराभन्दा नि बढी प्रिय भाइ जस्तै है। कमारालाई नि आफ्नो प्रिय भाइ जस्तै कसले गर्न सक्छ होला होइन अहिलेको जमाना। तर पनि यहाँ परमेश्वरको वचनले पावलले चाहिँ फिलोमोनलाई चाहिँ ओनेसिमसलाई चाहिँ आफ्नो प्रिय भाइ, कमाराभन्दा अझ बढी चाहिँ प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति, तर झन बढी शरीरमा हुँदैन, अनि अझ प्रभुमा चाहिँ समेत तिम्रो निम्ति भनेको छ। प्रभुमा समेत भनेको किन त, परमेश्वरमा चाहिँ ओनेसिमसले नि विश्वास गरिसकेको छ। अझ फिलोमोन त अलरेडी कलसी मण्डलीको एक सेवक हुन्, आफ्नै घरको मण्डली। यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। अघि नै भने यो फिलोमोनको पुस्तक चाहिँ विशेष गरेर क्षमा दिने र दया देखाउने कुराहरू। आज दया देखाउन सक्छ त कमारालाई, क्षमा दिन सक्छ त गल्ती भुल गरे सक्दैन नि होइन, एउटा किनेर राखेको मान्छेलाई। आज के भनेको छ त यहाँ पावलले चाहिँ यसैले यदि तिमीले चाहिँ होइन मलाई, फिलोमोनलाई भनिरहेको छ 17 पदमा, आफ्नै साझेदार होइन सम्झन्छौ, आफ्नै सङ्गी साथी सम्झन्छौ भने मलाई झैँ तिनलाई पनि ग्रहण गर, ओनेसिमसलाई पनि ग्रहण गर भनेर चाहिँ पावलले फिलोमोनलाई भनिरहेको छ। यदि तिनले तिमीलाई चाहिँ केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन् भने सो मेरो हिसाबमा राखिदेऊ। 18 नम्बरमा भनेको छ, अथवा केही कुराको तिनी चाहिँ ऋणी छन् भने होइन। अघि नै भने मैले बाइबल विज्ञहरूले भनेअनुसार चाहिँ होइन, फिलोमोनको घरबाट चाहिँ ओनेसिमसले केही चोरेर भएका कुराहरू, अनि त्यही भएर होइन केही कुरा छ भने चाहिँ पावलले भन्दछ मेरै नाउँमा चाहिँ होइन मेरै हिसाबमा राखिदेऊ, म तिरिदिने छु भने चाहिँ होइन त्यो कुराहरू यहाँ बताएको छ। म पावल आफ्नै हातले यो लेख्दैछु, त्यो ऋण म स्वयं तिरिदिनेछु। तिमीलाई भनिरहनु पर्दैन होला कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ, किनभने फिलोमोन पनि पावलले नै परमेश्वरमा डोर्याउनु भएको व्यक्ति, फिलोमोन अनि ओनेसिमस दुवैजना। त्यही भएको कारणले चाहिँ होइन तिमी मेरो ऋणी छौ भनेको छ, आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु, ख्रिस्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ भनेको छ। पावल कैदी जो चाहिँ झ्यालखानामा बसेर पनि परमेश्वरको वचन चाहिँ होइन उसलाई साङ्लामा बाँधिएर राखेको छ, तर परमेश्वरको वचन चाहिँ साङ्लामा बाँधिँदैन। उसले होइन झ्यालखानामा बसेर पनि पत्रद्वारा सारा संसारमा परमेश्वरको वचनहरू चाहिँ पत्रद्वारा पठाएको, सुसमाचार फैलाएको, अनि एकअर्कालाई परमेश्वरमा ल्याएको डोर्याएको कुराहरू पाउँदछ। अनि विशेष गरेर उसलाई साङ्लाले बाँधेर राखे पनि परमेश्वरको वचन उहाँको हृदयमा छ नि त, पावलको हृदयमा छ नि त होइन त्यो वचन त उहाँले पत्रद्वारा पनि संसारमा चाहिँ होइन प्रभुको राज्य बढाउन सक्नुभएको छ। तिम्रो आज्ञा पालनमा भरोसा राखी मैले मागेको भन्दा झन बढी गर्ने छौ भन्ठानेर म तिमीलाई लेख्दैछु होइन। यहाँ चाहिँ जुन ओनेसिमसलाई चाहिँ आफ्नो घरमा फेरि पनि पठाउँदैछु, तिमीले चाहिँ होइन भाइकै रूपमा हेर्नुपर्ने, अझ ख्रिस्टमा होइन हामी चाहिँ ख्रिस्टमा विश्वासी भएको कारणले एउटै सन्तान, अनि अझ प्रिय भाइको रूपमा स्वीकार्नुपर्ने कुराहरू, क्षमा दिनुपर्ने कुराहरू, दया देखाउनु पर्ने कुराहरू बताउँदछ। साथै मेरो निम्ति एउटा पाहुना कोठा ठिक पारी राखिदेऊ भनेको छ होइन, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमी कहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। यसु ख्रिस्टमा मेरो सङ्गी कैदी एपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। त्यसै गरी सहकर्मी मर्कुस, अरिस्तार्खस, डेमास र लुकाले पनि। प्रभु येशू ख्रिस्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् भनेको छ। परमप्रभु परमेश्वरलाई धन्यवाद भएकोस् है। साँच्चै नै
परमेश्वरले तपाईँहरू सबैजनालाई अझ जुन वचन मैले सेयर गर्दैछु तपाईँहरूले चाहिँ यो सुनेर भन्दा पनि सुन्दा सुन्दै पनि वचनमा पनि हेर्नुभयो भने अझ धेरै बुझ्नु सक्नुहुन्छ। अनि प्रभुमा बढ्दै जानुहोला, एकअर्कालाई हौसला दिनु, एकअर्कालाई साथ सपोर्ट दिनु, केही कुराहरू केही कामहरू गर्नु छ भने नि एकअर्काहरू मिलेर गर्नुहोला है। तबसम्म तपाईँहरूलाई परमेश्वरले धेरै आशिष अनुग्रह दिनुभएको, शान्ति दिनुभएको, सुरक्षा राख्नुभएको, काममा कमाइमा आशिष दिनुभएको, सधैँ स्वस्थ राख्नुभएको, कुनै पनि बाधा समस्या अप्ठ्यारो परिस्थितिहरू आए तापनि त्योसँग लड्ने क्षमता तपाईँहरूको साथमा चाहिँ परमेश्वरको वचन भएको होस् अनि परमेश्वरले तपाईँहरूलाई सुरक्षा राख्नुभएको होस्। प्रभुलाई धेरै धन्यवाद भएको होस्। तपाईँहरूले यो वचन बुझ्नुभयो किनभने तपाईँहरू जान्नुहुन्छ। प्रभुलाई धन्यवाद हुन्छ। यति नै, जय मसीह।